कल्पना गर्नुस् त, तपाईँ सयौं वर्षसम्म बाँचिरहनुहुन्छ, तर हरेक पटक तपाईँले आफ्नो सबैभन्दा प्यारो परिवार गुमाउनुपर्छ। हाम्रो प्रोफेसर अजिकको जीवन एउटा यस्तै श्राप हो। आज क्लाइन र अजिक एउटा यस्तो डरलाग्दो दरबारमा जाँदैछन् जहाँ एउटा 1500 वर्ष पुरानो प्रेतात्माले उनीहरूलाई कुरिरहेको छ। र त्यो प्रेतात्मा अरू कोही नभएर प्रोफेसर अजिककै आफ्नै छोरा हुन्छ। अगस्ट 18, क्लाइनकी बहिनी मेलिसाकी एउटी साथी एलिजाबेथ लेमुमा छुट्टी मनाएर फर्किएदेखि उसलाई एकदमै डरलाग्दो सपनाहरूले सताइरहेको हुन्छ। त्यसैले उसले क्लाइनलाई त्यो सपनाको अर्थ खुलाउन बोलाउँछे। सपनाभित्र पुगेपछि क्लाइनले एउटा भग्नाशेष भएको पुरानो दरबार देख्छ। त्यहाँ एउटा नाइटको प्रेतात्माले राज गरिरहेको हुन्छ र त्यो आत्मा अस्वाभाविक रूपमा शक्तिशाली हुन्छ। त्यसैले नाइट हक्सहरूले आफूसँग सिल्ड आर्टिफ्याक्ट 3-0782 ल्याउनु पर्ने हुन्छ, जुन एउटा म्युटेटेड सनको पवित्र प्रतीक हो। यसले 15 मिटरभित्रका सबै आत्माहरूलाई मात्र 1 मिनेटमा शुद्ध पार्न सक्छ, तर यसको एउटा मूल्य चुकाउनु पर्छ। कुनै पनि बियोन्डर यसको नजिक 6 घण्टा मात्र टिक्न सक्छ। त्योभन्दा बढी भयो भने ऊ सनको पूजा गर्ने दिमाग नभएको एउटा दास बन्छ। त्यो दरबारभित्र हिउँ जस्तै धुलोहरू झरिरहेको हुन्छ। त्यो प्रेतात्मा सोचेभन्दा धेरै बलियो हुन्छ। क्लाइनले रेक्युएम्स चाम्स हान्छ, तर त्यसले खासै असर गर्दैन। पुरै टिमले त्यसको कमजोरी पत्ता लगाउन लडिरहेको हुन्छ। त्यतिकैमा क्याप्टेन डनले त्यसको कमजोरी पत्ता लगाउँछन्, त्यसको दाहिने हातको पन्जा। लड्ने क्रममा क्लाइनलाई जोडले प्रहार लाग्छ अनि उसलाई साँच्चै दुख्छ, तर ऊ आफैलाई सम्झाउँछ कि यो एउटा सपना मात्र हो, यो दुखाइ असली होइन। डनले त्यो आर्टिफ्याक्ट एक्टिभेट गर्छ। त्यसबाट निस्केको प्रकाशले त्यो प्रेतात्मालाई पुरै शुद्ध गरिदिन्छ र त्यो आत्मा त्यहाँबाट गायब हुन्छ। तर जब क्लाइनले त्यो भग्नाशेष वरपर हेर्छ, एउटा कुरा देखेर ऊ टक्क रोकिन्छ। त्यहाँ एउटा पेन्टिङमा भएको अनुहार ठ्याक्कै प्रोफेसर अजिक जस्तै देखिन्छ। क्लाइनको दिमाग खराब हुन्छ। उसको मेन्टर पोर्तिपोकको 1500 वर्षभन्दा पुरानो मोन्स्टर हुने सम्भावना नै छैन भनेर उसले आफैलाई सम्झाउँछ। यो एउटा संयोग मात्र हो भनेर उसले कसैलाई केही भन्दैन। क्याम्पमा फर्किएपछि सबैले पालै पालो त्यो आर्टिफ्याक्टको पहरा दिन्छन्। क्लाइनको पालो आउँदा ऊ त्यो आर्टिफ्याक्टसँग एक्लै हुन्छ र त्यसलाई नजिकबाट हेर्छ। छुँदा त्यो एकदमै तातो हुन्छ र साधारण चाम्सभन्दा धेरै गुणा शक्तिशाली महसुस हुन्छ। यसको उत्पत्तिको बारेमा कुनै रेकर्ड नै हुँदैन। त्यसैले क्लाइनले यसलाई ग्रे फगमा लगेर डिभिनेसन गर्ने निर्णय गर्छ, ताकि यसको असली रहस्य पत्ता लागोस्। ग्रे फगभित्र उसले त्यो आर्टिफ्याक्टमा ध्यान केन्द्रित गर्छ अनि एउटा सुनौलो तरल पदार्थको थोपा देख्छ। त्यही नै यसको शक्तिको स्रोत हुन्छ। उसले सिधै त्यसमा हेर्न खोज्छ र त्यहाँ एउटा चिन्ह देखा पर्छ। उसले तुरुन्तै चिनिहाल्छ, यो चर्च अफ इटर्नल ब्लेजिङ सनको एउटा अवशेष हो। त्यो सुनौलो थोपा कुनै साधारण कुरा नभएर एउटा भगवानको रगत हुन्छ। त्यसपछि अचानक भयानक दुखाइ सुरु हुन्छ, एकदमै अन्धो बनाउने, पोल्ने र पुरै नष्ट गरिदिने खालको दुखाइ, किनभने क्लाइनले सिधै एउटा भगवानलाई हेरेको हुन्छ। ग्रे फगले उसलाई चारैतिरबाट घेर्छ, बचाउँछ र मृत्युको मुखबाट फिर्ता ल्याउँछ। बिस्तारै सबै कुरा सामान्य हुन्छ। ऊ कामिरहेको हुन्छ तर जिउँदै हुन्छ। त्यो खतरनाक घटनाबाट उसले 2वटा कुरा पाउँछ। सन पाथवेको सिक्वेन्स 4, अनस्याडोड प्रिस्ट अफ लाइटको फर्मुला अनि फ्लेयरिङ सन चाम्स बनाउने तरिका। यो ज्ञान उसले आफ्नो ज्यान जोखिममा पारेर बाँचे बापत पाएको एउटा इनाम हुन्छ। क्लाइनले मनमनै अठोट गर्छ कि अबदेखि यस्तो अन्धधुन्ध डिभिनेसन कहिले गर्दिन, किनभने अर्को पटक कस्तो भयानक कुरा देख्नुपर्ने हो उसलाई थाहा नै हुँदैन। क्लाइन घर फर्कन्छ। त्यहाँ उसको लागि एउटा चिठी कुरिरहेको हुन्छ। प्रोफेसर अजिकले हर्नासियस पहाडको भग्नाशेषको बारेमा रिसर्च तयार पारेका हुन्छन्। क्लाइनलाई त्यो जानकारी एकदमै चाहिएको हुन्छ। कुनै कुराले उसलाई भित्रभित्रै बेचेन बनाइरहेको हुन्छ, किनभने त्यो दरबारमा भएको प्रेतात्मा र त्यो पेन्टिङको अनुहार ठ्याक्कै अजिक जस्तै थियो। क्लाइन प्रोफेसर अजिकलाई भेट्न जान्छ। पर्खिरहेको बेला उसको आँखा भित्तामा जान्छ, जहाँ पर्दा पछाडि आधा लुकेको एउटा चित्र हुन्छ। त्यो त्यही दरबारको चित्र हुन्छ जहाँ उनीहरू पहिले प्रेतात्मासँग लडेका थिए। यो देखेर क्लाइनको डर अझै बढ्छ। त्यतिकैमा अजिक भित्र आउँछन् र क्लाइनले त्यो चित्र हेरिरहेका देख्छन्।
क्लाइन यति धेरै नर्भस हुन्छन् कि अजिकले उसलाई कहिले पहिले यस्तो देखेकै हुँदैनन्। अजिकले आफ्नो हर्नासियस पहाडको रिसर्च क्लाइनलाई दिन्छन्। क्लाइन ध्यान दिएर पढ्छ। यो भग्नावशेष भएको एउटा हराएको प्राचीन सभ्यता हुन्छ, नेसन अफ द एभरनाइट। त्यहाँका मानिसहरू अहिलेका मानिसहरू जस्तै देखिन्थे, तर उनीहरू मृत्यु नै अन्त्य हो भनेर मान्दैनथे। कोही मरेपछि उनीहरू लासलाई 3 रातसम्म आफ्नो ओछ्यानको छेउमा राख्थे। उनीहरूको विश्वास हुन्थ्यो कि मरेको आफन्तहरूले रातभरि उनीहरूलाई रक्षा गर्नेछन्। त्यहाँ कुनै चिहान हुँदैन, कुनै कङ्काल हुँदैन, केही पनि बाँकी हुँदैन। एउटा पुरै देश यसरी गायब हुन्छ कि मानौ त्यो कहिले पहिले अस्तित्वमै थिएन। उनीहरूले एउटा भगवानको पूजा गर्थे, रुलर अफ द एभरनाइट, मदर अफ द स्काई। साथीहरू, यसको रहस्य सायद सिजन 4 मा खुल्न सक्छ। अहिलेको लागि म त्यति मात्रै भन्छु है त। यो पढेर क्लाइन टक्क रोकिन्छ। ऊ सोच्छ, के यो ट्रान्सलेसनको संयोग मात्र हो वा यो साक्षात एभरनाइट गडेस नै हुन्। कफी पिउँदै गर्दा अजिकले क्लाइनलाई भन्छन् कि उनले क्लाइनको बारेमा डिभिनेसन गरेका थिए। त्यसको नतिजाले अजिकलाई अचम्ममा पारेको हुन्छ। क्लाइनको भाग्य एकदमै अस्तव्यस्त छ र अनौठो संयोगहरूले उसलाई छुट्टै दिशामा तानिरहेको छ। अजिक बिस्तारै भन्छन् कि उनी आफै पनि क्लाइनको बाटोमा पर्ने त्यस्तै एउटा संयोग हुन्। अनि अजिकले एउटा ठुलो कुरा स्वीकार्छन्। उसलाई आफ्नो विगतको बारेमा केही पनि याद छैन। उनको इतिहास हुनुपर्ने ठाउँमा एउटा अँध्यारो खाडल मात्र छ र उनले निन्द्रामा बिना कारण त्यही दरबारको चित्र कोर्ने गरेका हुन्छन्। यो सुनेर क्लाइन चुपचाप बस्छ। क्लाइन मनै मनमा सोच्छ, उसको आफ्नै डिभिनेसनले त ऊ सुरक्षित हुन्छ भनेर देखाइसकेको छ। अझ त्योभन्दा ठुलो कुरा, यदि क्लाइनले अजिकको लुकेको विगत पत्ता लगाउन मद्दत गर्यो र नाइट हक्सबाट यो कुरा लुकायो भने भविष्यमा अजिकले क्लाइनलाई बचाउनेछ। अजिकले क्लाइनलाई सधैँ राम्रो व्यवहार गरेका हुन्छन्, त्यसैले क्लाइनले आफ्नो निर्णय लिन्छ अनि उनीहरू सँगै दरबारमा जान्छन्। त्यो भग्नावशेषभित्र अजिकले भुइँमा एउटा तरबार भेट्टाउँछन्। जब उनले त्यो उठाउँछन्, त्यहाँ एउटा अचम्मको कुरा हुन्छ। यो दरबार आफै पहिले जस्तै बन्न थाल्छ। भित्ताहरू जोडिन थाल्छ, उज्यालो फर्कन्छ। क्लाइनले अजिकको विगतको एउटा दृश्य देख्छ। एउटा सानो बच्चा आफूभन्दा ठुलो तरबार तान्दै आँगनमा दौडिरहेको हुन्छ र हाँसिरहेको हुन्छ। त्यो बच्चा ठुलो भएर आफ्नो बुबा जस्तै नाइट बन्न चाहन्छ। त्यतिकैमा क्लाइनले अर्को कुरा बुझ्छ। जुन प्रेतात्मासँग उनीहरू लडेका थिए, जसले त्यो तरबार बोकेको थियो, यो त अजिककै आफ्नै छोरा पो यो दरबारलाई तर्साउने प्रेतात्मा रहेछ। अजिकले त्यो तरबार भुइँमा राख्छ अनि सबै कुरा फेरि भग्नावशेषमा परिणत हुन्छ। अजिकले एउटा लुकेको बाटो भेट्टाउँछन् र त्यसलाई खोल्छन्। उनीहरू जमिनमुनि जान्छन्। त्यहाँभित्र एउटा चिहान हुन्छ जुन कसैले पहिले नै खोलिसकेको हुन्छ, सायद पछिल्लो 3 महिनाभित्रै। भित्र अजिकको छोराको लास हुन्छ, तर त्यसको खप्पर हुँदैन, त्यो कसैले लगिसकेको हुन्छ। अनि सबैभन्दा डरलाग्दो कुरा खुल्छ। अजिकको छोरालाई त्यहाँ गाडिएको मात्र थिएन, उसलाई जिउँदै बन्द गरिएको थियो। कसैले उसलाई भित्र थुनेर उसको आत्मालाई शान्त राख्ने एउटा रिचुअलसहित सिल गरिएको रहेछ। यो सिल 3 महिना अगाडि टुट्यो। त्यही भएर अजिकको छोराको प्रेतात्मा बाहिर निस्क्यो र दरबारलाई तर्साउन थाल्यो। अनि त्यही कारणले एलिजाबेथलाई डरलाग्दो सपनाहरू आउन थालेको रहेछ। आफ्नो छोराको यो हालत देखेर अजिकको दुःख एकैछिनमा रिसमा परिणत हुन्छ। उसको शक्ति यसरी विस्फोट हुन्छ कि क्लाइन हुतिएर भित्तामा गएर ठोकिन्छ। अजिकले मरेका आत्माहरूलाई बोलाउँछन् र त्यहाँको हावा पुरै आत्माले भरिन्छ। त्यसपछि दृश्यहरू देखिन थाल्छन्। एउटा युद्धभूमि जहाँ जताततै लासहरू छन्। गिद्धले मरेका सिपाहीहरू खाइरहेका छन्। सिपाहीहरूले भग्नाशेषमा लासहरू जलाइरहेका छन्। अनि त्यही चिताको आगोभित्रबाट अजिक बिउजन्छन् र बाहिर निस्कन्छन्। त्यही समयमा कतै एउटी बुढी आइमाईले भविष्यवाणी गरिरहेकी हुन्छन्। अनि एउटा समारोहको दृश्य आउँछ। एउटा राज्यका सिपाहीहरू उभिएका छन्। एउटा आवाज आउँछ, आइज्याक एगर्सले हाम्रो राज्य बचाउन बहादुरीका साथ लडे। उनले ग्रान्ड ब्यारन अफ लामुडको उपाधि पाएका छन्। अजिकको असली नाम यही हुन्छ, आइज्याक एगर्स। उनी यही दरबारको पहिलो मालिक हुन्छ। अरू दृश्यहरू आउँछ, फरक फरक समयका युद्धहरू, एउटा दरबार, एउटा सुन्दर श्रीमती र एउटा छोरा। अनि अर्को याद आउँछ, उनको श्रीमती बिरामी हुन्छन्, मर्दै हुन्छन्। अजिक बाल्कोनीमा आउँछन्। बाहिर लाखौँ आत्माहरूले मौन भएर उनको अगाडि झुकिरहेका हुन्छन्। अनि उनको छोराले आमालाई बोलाउँछ। अजिकले त्यो पीडा महसुस गर्छन् र ढल्छन्। त्यसपछि अजिक दरबार छोडेर जाँदै गरेको दृश्य देखिन्छ।
उनको छोरा मरेकी आमाको लाससँग एक्लै हुन्छ। अजिकले छोराको सुरक्षाको लागि आफ्नो तरबार त्यहीँ छोडिदिन्छ र एक्लै त्यहाँबाट हिँड्छन्। प्रोफेसर अजिकको असली पहिचान यही हुन्छ, कर्प्स कलेक्टर पाथवेको एक बियोन्डर, जसले अनगिन्ती जीवनहरू बाँचेका छन्, हरेक जीवनमा केही न केही गुमाएको छ। अजिकको दुःख अब नियन्त्रण बाहिर जान्छ। रगत जस्तो रातो शक्ति क्लाइनतिर बज्रन्छ, तर त्यो उसलाई केही नगरी पार हुन्छ, किनभने त्यहाँ समात्न लायक केही हुँदैन। अनि अजिकले एउटा विशाल ढोका खोल्छन्। क्लाइन पनि उनको पछि लाग्छ। ढोकाको अर्कोतिर अँध्यारोमा जताततै मान्छेका खप्परहरू मुडिरहेका हुन्छन्। उनीहरू खोज्छन्, तर त्यहाँ उनको छोराको खप्पर हुँदैन। चिहानमा फर्किएर अजिकले आफ्नो छोराको हेलमेट उठाउँछन्, त्यसलाई बिस्तारै चुम्बन गर्छन्। अनि बल्ल उनको छोराको नाम थाहा हुन्छ, टेनो एगर्स। क्लाइन मौनतामा उसको छेउमा उभिन्छ। अजिक बिस्तारै बोल्छन्, म बाचा गर्छु, जसले यो गर्यो हामी त्यसलाई पक्कै फेला पार्नेछौँ, अनि सायद त्यसपछि तिमीले शान्ति पाउनेछौ। उनका यादहरू फर्केका छन्, तर टुक्रा टुक्रामा मात्र। बाँकी सबै एउटा अँध्यारो शून्य छ। उनले आफ्नो अस्तित्वको वास्तविकता बताउँछन्। हरेक केही दशकमा उनी गहिरो निन्द्रामा पर्छन्। जब उनी बिउजन्छन्, सबै कुरा हराइसकेका हुन्छ। उनको नाम र केही सामान्य ज्ञान बाहेक केही पनि बाँकी हुँदैन। अनि केही समयपछि सपनाहरू सुरु हुन्छ। कहिलेकाहीँ उनकी एउटी छोरी हुन्छन्, जसलाई उनले बनाएको एउटा पिङ एकदमै मनपर्छ। अरू सपनामा उनी एउटा जमिनदार हुन्छन्, जसकी श्रीमती र 3वटा बच्चाहरू हुन्छन्। उनी सधैँ आफ्नो परिवारलाई एकदमै माया गर्छन्, तर अन्त्यमा उनीहरूलाई चोट पुर्याउनु नै उनको नियति हुन्छ। हरेक जीवनको अन्त्य एउटै कुराबाट हुन्छ, उनको एक्लो विदाई। उनलाई अब थाहा भइसक्यो कि ती सपनाहरू थिएनन्, ती उनको अघिल्लो जीवनका टुक्राहरू थिए। सयौं वर्षसम्म माया गर्ने र गुमाउने क्रम चलिरह्यो। अन्ततः उनले न्यानोपन खोज्न नै छाडिदिए, किनभने त्यो मनको घाउ एकदमै गहिरो थियो। उनले आफूलाई दुःख र एक्लोपनको हातमा सुम्पिए, किनभने खुसी एकैछिनको हुन्छ, तर एक्लोपन सधैँ रहिरहन्छ। उनी क्लाइनतिर हेर्छन् र बिस्तारै भन्छन्, तिमी कल्पना पनि गर्न सक्दैनौ आफ्नो विगत नभएको मान्छेको पीडा कस्तो हुन्छ। समुद्रमा हराएको पानी जहाज जस्तै, जसले कहिले किनारा भेट्दैन। तर अब बल्ल मसँग बाटो देखाउने कम्पास छ। तिमीलाई साँच्चै धन्यवाद क्लाइन। क्लाइन टिन्जेनको सुनसान सडकमा एक्लै घरतिर हिँड्दैछन्। अजिकका कुराहरू उसको दिमागमा खेलिरहेका हुन्छन्। उसले अजिकलाई कहिल्यै भन्दैनन् कि उसको पीडाहरू उसले कति गहिरोसँग बुझेको छ, किनभने क्लाइन पनि आफै यो संसारमा एउटा हराएको पानी जहाज जस्तै हो। उसको असली जीवन, उसको असली परिवार, त्यो सबै एउटा ढोका पछाडि छ, जसलाई उसले कहिल्यै खोल्न सक्दैन। तर अजिकको विपरीत, क्लाइनसँग समात्ने एउटा सहारा छ। उसको परिवार, बेन्सन, मेलिसा, त्यो सुरक्षित बन्दरगाह अझै पनि छ। र यदि कुनै दिन उसले यहाँबाट जानु पर्यो भने पनि, त्यो दिन नआउन्जेलसम्म उसले एक पल पनि खेर फाल्ने छैन, किनभने उसले बेन्सन र मेलिसासँग धेरै समय बिताउनेछ, सधैँ याद आउने पलहरू बनाउनेछ। यही सोच्दा सोच्दै ऊ घर पुग्छ। ऊ ढोका खोलेर भित्र पस्छ अनि भन्छ, म घर आएँ। अनि यो एपिसोड यहीँ सकिन्छ।